साउदी अरबमै बङ्गाली केटीसँग गरेको मैले यो पनिशमेन्ट बोल यो गेम पहिले पनिसमेन्ट गर अनि डिल हुन्छ पनिसमेन्ट गर पहिला ल पनिशमेन्ट डिल गर पनिशमेन्ट गर्छु त्यसपछि गेम लगाउने पहिला गेम नलगाउने चम्मचले 3 टाइम बनाउने हाफ पनिशमेन्ट चम्मच पुरे आगो जस्तै पाराले गालामा दाम लगाने एउटा दाम दुईटा दाम तीनटा दाम गालामा दम यार एकदम हामीले हात दिने बेला गालामा हुन्न बा हामी गालामा दिले हो तपाईहरु पनि दिनुस् हुन्न त गालामा त बा हामी दम दिने हो गालामा दम दिने हो एक हामी गालामा दिले हो हामी हाल गेम खेल्दै देखेन टाटा बसेको आगो चला रे टाटा बस्यो अहिलेसम्म ए हो र तपाईको बसेको छ मेरो पनि यस्तो भएछ दाइ गालामा त हुन्न बा गालामा ओके सेकेन्ड नम्बरको बोल्नु छ म देऊ न कस्तो गालामा त म त यसो या नवीन दाइ यत्रो सपोर्टर हुँदा पनि आइमाई जस्तो गेम खेल्दै यार सपोर्ट भएर हुन्छ अलि झुक्के पनि झुकेछु किन भन हाम्रो दोस्रो भन रोएर नखेल्नुहोस् एउटा तपाईँ भन्नु न रोएर के खेल्नु गेम यार हाम्रो हिलो खाना रे बोतलमा लडिबडी गर्नु नि सिम्पल हुन्छ एकदमै सेकेन्ड नम्बरको अप्सनमा घरको ब्ल्याङ्केट नयाँ तन्ना हैन ए ब्ल्याङ्केट नेपालीमा के भन्छ ब्ल्याङ्केट होइन यो चन्दन कहिलेदेखि इङ्ग्लिस बोल्न लाग्यो नेपालीमा के भन्छ भन्दैछ पुरै के भन्छ ला तन्ना सिधा छैन जुन हामीहरू मलेसिया साउदी कतारबाट ल्याउँछौँ नि ब्ल्याङ्केट ब्ल्याङ्केट सिधा छैन त्यो हामीले जुन मलेसिया बोका त्यो 1200 रिङ्गिटमा पाइन्छ नि 700-800 मा त्यो हुन्छ नि र प्लास्टिकको प्याक गरेको त्यो दामी हुन्छ नि त्यो फाइबरको जस्तो हुन्छ नि त्यो पुरै चरिङ्गी बिरङ्गी हो त्यसलाई पेट्रोल हालेर आगो लगाउनु राबिन दाइको आज पनि त्यो खाडिदिन्छु हालिसक्यो फर्स्टमै हालेको साथीहरु ल त्रिपट कहाँ छ तर नयाँ चाहियो ल नयाँ अब तैले नयाँ भन्ने बित्तिकै सबै कुरा घरमा अटोमेटिक आइपुग्छ त्यसो भए कपाल काट कहाँ तलको तेस्रो नम्बरको अप्सनमा 5 लिटर तेल टाइलमा खन्याउनु डान्स गर्नु उफ्रेर तलको आई दादा हाब्रे रे चुमुक गर्दै छैन तेरो मनाजर गरम न हो कतिखेर हो यो अबे तेल छैन के यार कस्तो भाइ मेरो चुमुक हटाउनको लागि तसँग पावर छैन ल त्यत्रो बुझ्छ नि नबल भयो 3 चान्स यार छिटो गरम न यार ढुकुर एउटै पनिसमेन्ट गर्न सक्ने छैन यार सबै छोरा हो के यार लकी ब्ल्याङ्केट हो जलाउनु भन्ने बित्तिकै नयाँ कहाँ लिनु ब्ल्याङ्केट यार पुरानो पनि हुन्छ फेरि हामी पनि पागलै रहेछौँ दुईजना चाहिँ उनीहरूले जितेको गेम उनीहरूले पनिसमेन्ट भन्नु पनि हामी भनिरहेको छौँ के नामर्दो छ न यार दुईजना उताको यार न पनिसमेन्ट भन्छ नि हामीले भनेको सेम पनिसमेन्ट भनिरहेको छन् डराउँछ त बोका के गर्नु म गालामा भयो गालामा हुन्छ हातमा हुन्छ कि नै हातमा त्यसरी सुन्नुहोस् एक ठाउँ यहाँ हुन्छ एक ठाउँ यहाँ जुन यो औलामा यसरी चिप्काएर 10 सेकेन्ड यसरी झार्दिनु 10 सेकेन्ड एक ठाउँ यहाँ त्यसपछि 2 ठाउँ 3 ठाउँ 4 ठाउँ ल पहिलो दम दोस्रो दम तेस्रो दम चम्चा त्यस्तो रातो बनाउने 10 सेकेन्ड गयो त हात जल्छ त यार ल 5 सेकेन्ड 5 1 2 3 4 5 यति सेकेन्ड राख्दिनु ल रविन दाले जब ट्याप गर्छ नि चन्दनको याद आउँछ कि यो कसले दिएको चन्दनको नाम हुन्छ खै के गर्ने केटा हो यार हातमा लगाउनु भन्ने छैन यार 3 दम हान्नु पर्यो अरे ओके हाम्रो यार उता फोनमा ब्ल्याङ्केट 4 लिटर तेल आउनुहोस् अरे त राजा म हारे भाइ म जिन्दगी पहिलोबाट तिमीसँग हारे म ल गर फोन रुबिन यस्तो भन त टिकटकको राजा होस् चन्दन हामी हार खायो भन्दै रुबिन तिमी भन्दैमा सानो हुँदैन
भन्नुहोस् नि त हामी पनि हार गर्ने हो खायो नि त। हामीले हार खायो ल चन्दन त टिकटकको राजा होस् दुनियाँ हिलो सिलो अलिकति कडाकडा पनि छन् भाइ लास्टै मान्छे मार्नु तपाईँले मात्रै यार जिन्दगीभर चाहिँ हिलोमै अड्केर बस्नु चाहिँ ल। होइन अरू पनि छन् दुनियाँ थरी पनि छन् यार ए दाइ एकछिन तपाईँले जित्नु भएको तपाईँले पनिसमेन्ट दिनुहोस् नकर्दै किन तपाईँ पनिसमेन्ट दिनु तपाईँले जितेको नि त तपाईँले दिने अधिकार तपाईँहरूसँग छ हाम्रै गर्न सक्थ्यौ ल ठ्याक्क च्यालेन्जर्स फन्डियोस् अलिकति कडा होस् तपाईँहरूले ल। जित्नु भएको तपाईँले दिनुहोस् ल त चाहिँ फर्किनु पट्टु च्यात्ने स्पिड च्यालेन्जसम्म 1 मिनेटसम्म देखाएर बस्ने यसरी तर भित्र चाहिँ अन्डरवेयर होस् अन्डरवेयर। भाइ अरे यार त सेम पनिसमेन्ट देलाई म भित्र पट्टु पनि लाग्दिन म नाङ्गै मेरो दुईटा डल्ला देखाउनु तेरो दुइटा डल्ला हातेर दोस्रो के हो यार यो चन्दनले मलाई कस्तो परेको कस्तो कसरी ह्यान्डल गर्छ यस्तो बुढीले यसलाई यार भित्र अन्डरवेयर चाहियो। म कट्टु लाउँदिन त्यो लगाइदिन केही नलगाइकन चाहिँ गर्दैछ। तँलाई त्यस्तो हेर्न मन लाग्छ आइज म तँलाई म देखाइदिन्छु आइज त यहाँ मेरो घरमा आइज त तिम्रो भन्दा चाहिँ पुरो मेरो भुइँसित पियो छ ल। अबे ल्याङ ल्याङ धेरै ल सेकेन्ड बोल। के अरे हिलो पिठो र बेसार पिठो जे भए पनि खनाउने अनि त्यसपछि के अरे यो त सिम्पल होला यो यतिकै म चाहिँ फ्रीमै गरिदिन्छु आज फ्रीमै गर्दै माग्छौँ हामीलाई बालै छैन हाम्रै बरु फ्रीमा हो भने गर्दै तँलाई सपोर्ट गर्ने टाइम मान्छे तँलाई सुन तँलाई जसरी पनि सपोर्ट गर्छ बुझिस् नि जबरजस्ती हार्ड पनिसमेन्ट गरेर यो कन्ट्रिब्युसन केही पनि हुँदैन ल यतिकै याद राख ल ओइ टालमा तेल खनाएर बरु बाल्टीमा यो नयाँ अहिलेसम्म गरेको छैन कसैले एउटा हातले गरेर खुट्टाले कस्तो तँ बोल्नु त तैँले बोल्दा के हुन्छ भन्न त हुन्छ मैले त्यही तिमीलाई जिस्काउने मात्र हो। पनिसमेन्ट गर्नलाई पनि 2 घन्टा लाउँछौ यार अरे ब्रान्डेज गर्न सक्ने दिनु पर्छ नि त यार म के बोल्नु यार अस्ति हेर्नु नि 15 पटकसम्म आगो खनाउँदाखेरि मेरो हेर्दै चाला आगो मेरो पनि त हेर्नु न यहाँ हेर्नु न अझै पनि यो गएकै छ नि चम्चा रातो बनाउने 10 सेकेन्ड 5 सेकेन्डसम्म कलर गर्न सक्छ मान्छे मर्दैन यार मर्न आएको र यार बिचराको डेन्जरस हालेर गयो आज आइडी गयो आइसी गरौ यत्रको बस्ने हो ऊ अर्को आइडी देखाउँछ ब्रान्डलाई गर्ने कि छोड्ने के कसो उसले गर्न पर्ला नि त ब्रान्डले गर्छ ब्रान्डले त उसले फेरि टिममा चन्दन नमसी गर्दैन मलाई ब्रदर चन्दन भाइ आएको छैन होइन अब उताको जितेको म गरिदिन्छु गाइचेर होइन किनभने अर्काको उता के होइन कि यता के हुने डेन्जरस एक्टिभिटी यहाँ आडी उडेको थाहा छैन मेरोमा देखाएर आयो होइन केही भएको छैन मेरोमा आइडीमा। हामीलाई त छुटिया बनाउँछ मलाई कसैले हामी त पढ्दैन हामी त अनपढ हामी त गवार हो होइन आजभोलि चन्दन धेरै पढ्ने भएको छ नि त त्यही भएर म आइडीमा आएको के मेरो आइडीमा त्यही भएर गर्न सक्नुहुन्थ्यो के गर्न सक्नुहुन्थ्यो यो अर्को गाडी बोकेर आयो नि त थाहा नि त हामीलाई तिम्रो आइडी के भनेको थियो अनुहारले बताएर धेरै चुप नगर के चन्दन बुझ्ने भेटिस् नि अहिले होइन कस्तो हुँदो रहेछ भने धेरै नजुसके पनि सबै गर्ने मान्छे मेरो यो आइडीमा सपोर्टर पनि छैन हामी दिने हो। अरे यार तिनीहरू तीनजनाको कहिले काहीँ त अलिकति शान्त हुने गरे यार बुझ्स् नि धेरै उम्लेको म पनिसमेन्ट गरौँ कि चौलो भन्नुहोस् ज्ञान एउटा यता ज्ञान गर्ने उता ज्ञान गर्ने यार यो टक्कर गर्न सक्थ्यौ हाम्रै गर्न सक्थ्यो हामीले पनि सुन पहिलो पनि छैन र जे पर्छ धेरै नै हरेक त्यो टाइल चिलो टाइल भिज्न पर्यो एक बाल्टी पानी काँदा बोकेर एउटा खुट्टाले उफ्री नाच्ने यो पनि अहिलेसम्म कसैले गरिरहेको छैन लु हामी हेरौँ कस्तो हुन्छ पहिलो त्यो हुन्छ दोस्रो आएर भने के दिने आइब्रो काट लाऊ माया बिचारा माया पनि लाग्छ होइन त्यो हेर न फेरि त्यसको नाटक अझ
तेरी भैंस की मौसम भन भन अब तिमीहरूको पनिसमेन्ट भन नि त ल दुईटा बताओ है। के अरे ढुकुर त्यो खुर्सानी र लसुन मिक्स गरेर तेल हालेर आँखामा पट्टी बार्न दिउँ न आँखै देख्दैन 2-3 मिनटसम्म त देऊ न ल अप्सनमा छ ल त खुर्सानी स्कोर अनुसार त्यसपछि स्कोर अनुसार बेसा के अरे लसुन थिच्ने तेल हाल्ने त्यसमा आँखामा पट्टी बाँडेर बस्ने दिस इज भेरी हार्ड पनिसमेन्ट है साथीहरू तेलको त तपाईँहरूको पहिलो पनिसमेन्ट त्यो यो के अरे त्यो बाटी बोकेर चाहिँ एक खुट्टाले नाच्ने यस्तो यस्तो गरेर नाच्ने होइन त तेल भुइँ गयो तेल साल्छ म त त्यो पनिसमेन्ट कसैलाई पनि नगर भन्छु है किनकि तेल चिल्लो हुन्छ त्यो भुइँ पनि चिल्लो हुन्छ मेरो टाल छैन खाली बल्ले मेरो टाल चाहिँ छैन म गरिदिन्छु दिस इज भेरी हार्ड पनिसमेन्ट गाइज टाल छैन कहाँ गर्छु टालको पनि छैन यो अनि टाल चाहिँ छैन त मसँग अनि तेल खनाएर गर्नु भनेको छ गर्ने डान्स हार्ड पनिसमेन्ट हो क्या सब हातखुट्टा भाँचिन्छ यार त्यस्तो गर्नुहुन्न हामीले अरे यार झेउ भयो यार पनिसमेन्ट तिम्रो पनिसमेन्ट गर म गएँ यार झेउ भयो यार। पनिसमेन्ट गरे म गएँ म पनि जान्छु एउटा यो ल्याङल्याङ एकछिन यिनीहरू यार हुने पनि आधा घन्टा बस्यो आधा घन्टा बस्यो यार कोही पनि बोल्दैन पनिसमेन्ट झेउ लाग्ने घर सब कसले दिने ल्याउ लागिसक्यो मलाई पनि यार ब्रान्डेड चन्दनको जस्तै गर अनुहार देखेन ब्रान्डको अनुहार देखेन चन्दन महापुरी गर पुरै गर मलाई अस्ति छोडिदिस् तैँले भेटिस् ला बिचरा माया पनि लाग्छ हाँस पनि लाग्छ के गरेर नजिते आफै धोबी खाइन्छ यार नजिते आफै धोबी खाइन्छ माया पनि लाग्छ एकटा यार अब भोलिदेखि घाँटी खसखस हेलो एम्बुलेन्स दुईजना पूर्वतिरका बकेर्न भैँसीहरू उल्टी फेरि चन्दनकोबाट ऊ आयो